भाषण गर्दा गर्दै ढलेका जिफनका उपाध्यक्ष गौतमको मृत्यु। नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल ट्रेड युनियन महासंघ जिफनका केन्द्रीय उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ। ट्रङ्क लाइन र डेडिकेटेड लाइनको विवादमा रूपन्देहीका उद्योगीहरूले आन्दोलनको घोषणा गरेका थिए। बिहिबार प्राधिकरणको भैरवा वितरण केन्द्र अगाडि धरना कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आन्दोलनलाई सांकेतिक रूपमा मात्र लिन जरुरी रहेको बताएका थिए। उनले 25,000 श्रमिकको रोजगारी गुम्दै गएको र गुमाउन नचाहेको बताएका थिए। अन्ततः यो कारणले शब्द सहितको वाक्य पूरा गर्न नपाउँदै उनी ढलेका थिए। अत यो कारणले उपचारका लागि क्रिम्सन अस्पताल पुर्याउँदा उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए। उनको शव अस्पतालमा राखिएको छ। हेर्नुहोस् यो भिडियो। उनी कसरी ढलेका थिए। यो आन्दोलनलाई सांकेतिक आन्दोलनको रूपमा लिन जरुरी छ। हामी 25,000 श्रमिकहरू जुन घुम्दैछन् ती श्रमिकहरूलाई हामीले गुमाउन चाहदैनौं। अत यो कारणले हमें गाड़ी कहाँ